clap. Okay, everyone, clap. Clap. Okay, सबैजना clap गर्नु मैले हेरिरहेको छु यहाँबाट. I am watching you everyone. Say, okay, classes please first. Okay, ma'am, please, all the teachers, respected teachers, please come front. Respected teachers, all the respected teachers, I request all the respected teachers come front. जीवन ज्ञान ऊर्जा ध्यान शरीर हल्का हल्का स्वस्थ तन में शुद्ध मन बालपन को झलका मीठा मीठा पलहरू सचा सचा हो मीठा मीठा पलहरू सचा सचा हो एउटा अर्को नयाँ जीवन बचा बचा हो Okay, Meera, please clap. Meera, Osim, you, I'm okay. Okay, teacher, please come. Teacher, Mandira ma'am, please. Okay, Mandira ma'am, on the front, please. एउटा अर्को नयाँ जीवन बचाऊ बचाऊ हो मजाले ताली 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 Okay, Susan, you please come front. You are not doing nicely. जस्तो आउँछ त्यसै गरी बचाऊ बचाऊ हो Okay, clap nicely. ताली पनि एउटा थेरापी हो है हामीलाई आफ्नो शरीर पूर्ण रूपमा स्वस्थ बनाउने एउटा थेरापी ज्ञान मनको खुसी प्रकट गर्ने विधि रहेछ ध्यान Hey, class 5, you are not clapping, okay? I'm watching you. Class 5. नबाटै मनको पीडा छटौँ छटौँ भो Yes, clap 5. नबाटै मनको पीडा छटौँ छटौँ भो एउटा अर्को नयाँ जीवन बचाऊ बचाऊ भो मलाई बचाऊ बचाऊ भो हो एउटा अर्को नयाँ जीवन Hey, बचाऊ Vikram, clap. Hey, Mr. Pratik, clap. I clap. Hey, Sohil, clap. Hey, Khushbu, clap. Stop clapping. Hey, Misna, clap. Oh, Yasuka, you clap. Yasuka, please clap. God is still like a statue. Hey, Swami, clap. Hey, class 9, Swami, you clap, please. दृढता र आत्मविश्वास आँट फर्केपछि सक्दिन कि भन्ने भाव पुरै घर्केपछि Hey, Sumi, clap. कठिन लाग्ने काम पनि अटौँ अटौँ भो कठिन लाग्ने काम पनि अटौँ अटौँ भो एउटा अर्को नयाँ जीवन बचाऊ बचाऊ भो मलाई बचाऊ बचाऊ भो हो एउटा अर्को नयाँ जीवन बचाऊ बचाऊ भो मलाई बचाऊ बचाऊ भो मजाले हाँस्दै खुसी हुँदै पुरै आनन्दमा Hey, Susan, please. Hey, thank God. Clap, you know, I'm watching you. Yes, Argavasa, please. We are not dancing, you know. स्थिर शान्त आँखा बन्द ल एकैछिन हाँस हाँस भयो सङ्गीतमा हामी कीर्तन गरी नाचे ताली बजाई आफूले जे जस्तो गरे पनि एकैछिन नचल्ने Now, okay, कोही everyone. पनि नचल्ने ल स्थिर पुरा भगवान् बुद्ध जस्तै स्थिर स्ट्याचु मूर्तिबद्ध आँखा पनि नखोल्ने एकैछिन आफ्नो शरीरलाई याद गरौँ शिरदेखि पाउदेखि शिरसम्म सिङ्गो शरीरको याद अघिको शरीर र अहिलेको शरीर के भएको छ थाहा पाउने आफूले प्रयास गरौँ आफै डक्टर भएर जाँच गरौँ ल सिङ्गो शरीरलाई श्वासको गति बढिरहेको छ पुरै म स्थिर उभिरहेको छ जस्ताको त्यस्तै निहाल्ने ममा पुरै श्वासको क्रिया अलि बढिरहेको छ पुरै मन शान्त र आनन्द बढिरहेको छ त्यो भावमा याद गर्ने आँखा बन्द गरेर बिस्तारै बिस्तारै लामो गहिरो श्वास लिउँ बिस्तारै सहज अवस्था
बिस्तारै बिस्तारै अब हामी हिजोको सो जागरण पुरा आफैभित्र पुरा हामी श्वासको क्रियाबाट आफू जे जस्तो छ मैले जे जस्तो गरिन्छ त्यो गर्ने ल पुरै आफूमा श्वासको क्रियाबाट पुरै मन शान्त र खुसी आनन्द र स्वस्थ हुने ल सबैजना रेडी छौ नि रेडी हो आवाज आएन गर्न मन नलागेको के हो आँखा खोलेको छैन मैले आँखा खोल्नु भनेको थियो हो र ए सरी सुनेन कि के हो मैले आँखा बिस्तारै आँखा खोल्नु भनेको सुनेन कि हो आँखा खोल्नु ल आँखा खोल्नु ल ल एकदमै ज्ञानी रहेछ ल सबैजना शान्त बस्तीको रहेछ अत्यन्तै राम्रो ल हिजो मात्र हामीले सुरु गरेको आज दोस्रो दिनमा पनि यति राम्रो अत्यन्तै स्थिर शान्तले बस्दिएको छ है सबैजना कति राम्रो ल सबैलाई धेरै धेरै धन्यवाद पनि दिन्छु ल अब हामी विधितर्फ जान्छौँ सबैजना हामी सुरुमा नमस्कार प्रणाममा हाम्रो चोरी औला र माझी औला दुईटालाई नछुटाउने यो चोरी औला र माझी औला एउटा वायु र आकाश तोटो त्यो दुईटाले हाम्रो शरीरलाई ब्यालेन्स राख्छ यो दुईटा हातलाई चाहिँ छातीको अगाडि ल छातीको अगाडि राख्ने पुरा श्वास गर्ने अनि श्वास छोड्ने बेला यसरी थोरै घुँडाले पनि खुल्छ श्वास भर्ने अनि छोड्ने पुरै म्युजिकको लेबरमा चाहिँ हामी गर्छौँ ल पुरै यसरी पुरा यसरी अलिकति हाम्रो कुम बराबरको गोडालाई फटाउने ल च्याप्प नसमाउनु त अलिकति थोरै ल अत्यन्तै खुसी हुँदै है अनुहारमा पुरै मुस्कान लिएर खुसी हुँदै हामी ह्याप्पी हुँदै गर्छौँ ल हामी भित्र मनमा जति पनि कुराहरू खेलेको छ विचार नराम्रो छ कोहीसँग रिस छ भने पनि सबै श्वासको क्रियाले बाहिर पठाउने पुरै निर्विचार खाली मन गरेर हामी पढाइतिर अगाडि गऱ्यो भने हामी पढाइमा पुरा हामी जति पनि अप्ठ्यारो सप्ठ्यारो जे भए पनि अगाडि बढ्न सजिलो हुन्छ पुरै श्वास लिने ल गरौँ ल मलाई हेर्दै गरौँ ल आफैले छोडेको श्वास अरू साथीहरूले सुन्ने गरेर श्वास छोड्नलाई कन्सियस नगरौँ ल जति सक्नुहुन्छ त्यति गर्ने आफ्नो शरीरको अवस्था हेरेर पनि गर्नुपर्छ गाह्रो छ भने टक्क रोक्ने 2-3चोटि लामो गएर श्वास लिने अनि फेरि सुरु गर्ने ल म म्युजिक पनि बजाउँछु ल सुरु गरौँ ल मजाले चोरी औला र माझी औला दुइटालाई नछुटाइकन श्वास छोड्नेमा गरेन जसले गरे उसैले फाइदा जसले गरेन हेरेले उसैले के पनि फाइदा हुँदैन ल हामी यो अभ्यास प्राणायाम ध्यान विधि भनेको जसले आफैले गरेपछि मात्र आफैलाई त्यसबाट लाभ मिल्छ त्यही भएर जस्तो आउँछ बरु सिकेर गर्ने बिस्तारै गर्ने गाह्रो गरी नगर्ने सर म्यामहरूले पनि भाइ बहिनीहरूलाई चाहिँ गरेको मिल्यो कि मिलेन यसो हेरेर गराउनु ल एकदम शरीरलाई हराउने होइन है मजाले दुईटा हातलाई मात्र नमस्कार गर्ने श्वास लिने छोड्नेमा मात्रै ल म्यामहरूले पनि गर्नु होला आफ्नो विद्यार्थीहरूलाई भाइ बहिनीहरूलाई सिकाउनु पर्छ मजाले अहिले सिकाउनु होला है यहाँ सधैँ गर्दै हुनुहुन्छ है मैले यहाँ बोलेको भएर नमिल्ने भएर again, okay, if you don't do it, because we have got the music, we'll got the music. Okay, stop. Yes, once again to hands cover once everyone.
Two hands come from. Make your line straight. The lines has been dismissed, you know. Okay, side. Take your side line once. Okay, up. One, 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 two, and side, and down. Okay, stand at it. Attention. Stand at it. Attention. Okay, wait for a while now. हेलो अब श्वास लामो गहिरो श्वास 2-3 पटक लिऊ 2-3 पटक छोडौँ अनि 20 प्राणायाम ल आफसे आफ श्वास भित्र आएको थाहा पाउने श्वास बाहिर गएको आँखा बन्दै गरेर आँखा बन्द चल्ने होइन Okay, close your eyes. everyone. अत्यन्तै स्थिर भएर शान्त भएर ल हात पटक्कै नहलाउने आफ्नो कमरको दायाँ बायाँ राख्ने यसरी Okay, straight. Okay, hand केही straight. नचलाउने म हेरिरहेको छु ल सबैजनालाई के गर्नुभएको छ भने अत्यन्तै शान्त भएर श्वास भित्र आयो बाहिर गयो थाहा पाउने ल 20 प्राणायाम प्राकृतिक श्वास निरन्तर रूपमा आफसे आफ चलिरहेको हुन्छ तर आफूभित्र श्वास भित्र आउँदा थाहा पाउने हेर्ने अनि श्वास बाहिर निस्केको पनि हेर्ने थाहा पाउने अत्यन्तै सजगता साथ श्वास निरन्तर रूपमा चलिरहेको हुन्छ आउँछ जान्छ थाहा पाउने शान्त 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 तेस्रो तह धारणा ध्यान पहिलो धारणा सामान्य प्राकृतिक श्वासमा ध्यान भित्र श्वास आउँदा म बाहिर श्वास जाँदा खुसी छु खुसी भएको अनुभव अनुहारमा मुस्कान अहिले यहीँ यतिखेरै खुसी छु खुसी भएको अनुभूतिको साथमा भित्र श्वास आउँदा म बाहिर श्वास जाँदा खुसी छु निरन्तर दोहोर्याउने श्वास भित्र आउँदा म बाहिर जाँदा खुसी छु निरन्तर डराइरहने प्रत्येक श्वासमा डराइरहने दोस्रो धारणा भित्र श्वास आउँदा म बाहिर श्वास जाँदा स्वस्थ छु स्वस्थ भएको अनुभव अहिले यहीँ यतिखेरै स्वस्थ छु
स्वस्थ भएको अनुभूतिको साथमा भित्र श्वास आउँदा म बाहिर श्वास जाँदा स्वस्थ छु। निरन्तर दोहोऱ्याउनु। तेस्रो धारणा। भित्र श्वास आउँदा म बाहिर श्वास जाँदा शान्त छु। शान्त भएको अनुभव। अहिले यहीँ यतिखेरै शान्त छु। शान्त भएको अनुभूतिको साथमा भित्र श्वास आउँदा म बाहिर श्वास जाँदा शान्त छु। निरन्तर दोहोऱ्याउने।
तीन पटक लामो र गहिरो श्वास दुवै हात एकअर्कामा घुट्ने हातमा ताप उत्पन्न हुन दिने दुवै हातले आँखा स्पर्श गर्ने हातकेला हेर्दै आँखा खोल्ने सहज अवस्थामा फर्कने सबैले आँखा खोल्यो है हड्केलाई हेरेर आँखा खोलेको हो है कस्तो भयो शान्त भयो कि भएन भएछ ल सबैलाई रमाइलो भयो कि भएन भयो है अब हिजोभन्दा आज धेरै स्थिर बस्न सक्ने भयो यो अभ्यासलाई के अरे निरन्तर रूपमा चाहिँ कन्टिन्यू हामीले गऱ्यो भने चाहिँ के हुन्छ जति हामी स्थिर सजिलो गरेर हामी उभिएर पनि बस्न सकिन्छ भोलि छुट्टी रहेछ पर्सि ल पर्सि भेट्छ है घरमा पनि गर्नु होला है हुन्छ गर्नु ल यही भिडियो अडियो पनि भिडियो पनि युट्युबमा सर्च गर्यो भने घरमा मोबाइलमा डाउनलोड गर्यो भने पाउँछ ल सबैजनाले पाउँछ सो जागरण ध्यान विधि जीवन विज्ञान भनेर सर्च गर्नु होला त्यसमा पाउँछ सबैजनाले पाउन सकिन्छ घरमा पनि आफ्नो परिवारलाई पनि फ्यामिलीलाई दिदी बहिनी भाइहरूलाई पनि गराउन मिल्छ ल घरमा यही भिडियो बजाएर हेरेर